निनी के गर्दै हुनुहुन्छ? यो जंगल हेर्न कति थुप्रो भछ। हेर जंगल। ए बापरे थुप्रै भएछ। यसलाई त फुल भन्छन् नि हजुरको यहाँ त कति भएछ त? यो फुल फुल एउटा दुईटा भयो भने त्यसलाई फुल भन्छ। धेरै घना भयो भने त्यसलाई जंगल। हेर्न सक्नुहुन्छ कति सारा भन्छन् यस्तो फुल। आज निनीले उखाल्दै हुनुहुन्छ। सब उखालेर फ्याँक्दिने हो। जंगलै भछ पुरा। देखेछ हजुर? ल ल अब धेरै भयो के त त्यही भएर बगैँचा भएछ। म त सोचे जंगल। नेक्स्ट टाइम भिडियो बनाउँदाखेरि तपाईसित सोध्छौँ के भन्न पर्छ भनेर। के चाल्छ? रोप्नलाई लिएको पर्ने अलिअलि रोप्दै गर्दै काँक्राको बुटा पनि फल्नलाई हो कि नफल्नलाई हो केही थाहा छैन। कुन हो काँक्राको बुटा? यो चाहिँ उता काँक्राको बुटा हेर्न यो इन्द्रकमल फुल यो पत्ता है काँक्राको देखेछ? फुलहरू पनि सबै यिनीहरू हटाएर गर्न छ कि यसलाई फेरि यसलाई तल फ्याँक्छु ल। बेलचनको बुटाहरू चाहिँ यसलाई चाहिँ अलग्गै रोप्नु पर्यो उखाले। खोर्सानी पनि सबै खत्तम। धेरै उता नजानु है। खोर्सानी पनि सबै खत्तम पारिदियो। हेर्न धेरै उता नजानु कि नि? यिनीहरू मात्रै हो खोलेको। छेउछेउको त रहोस् त्यो एकतिरै एउटा दुईवटा मात्रै उताबाट उखाल्ने हो। बाँकी त यहाँ भेडा हुँदा हुँदा सालीलाई अरूले कुछ भी मतलब। अब पवितातिर ल हेर्न सक्नुहुन्छ निनीको पविताको बुट्टामा पविता फलेछ। त्यसमा पाकेहरू म टिप्छु हो। अनि निनीले टिपिराख्नुहुन्छ। यो फर्सीको बुट्टा हेर्न उतातिर जान हो। यता नआउँछ उता जाऊ। फर्सीले तोड्न देखेन। फर्सीले भने फर्सीको बुट्टाले भनेछ कि पविता नतोरो। आज पविता टिप यो सानो पनि पाकेछ देखेछस्? यसलाई टिपमा छिलेर खाने है यसलाई। पाकेछ है। यहाँनिर अलिकति घाँस उठो गर्छु कि मैले। हेर्न सक्नुहुन्छ यहाँको अब निनीले यो पुरा एकदम सफा गरिदिनुहुन्छ। यो दाउल यसलाई के भन्छन्? यो दाउलाई अब के भन्छ कुनि त तलवार भन्छन् होला। डरै लाग्छ मलाई त यस्तोसित। त्यही त मेरो पनि हातै दुख्छ है। त्यस्तो त छ। किशोरले मात्रै गर्न सक्छ नि। आफ्नो बाल्टिङ फोर्नु। सफा गर्छु भन्दा अर्को भत्किने बेर छैन। एउटा काम गर्ने बेलामा अर्को काम बिग्रिन्छ फेरि। काटिने रहेछ है। एउटा हातले नकाटिने दुईटा हातले ताकतले समाउनु पर्ने रहेछ। फेरि फोडिदिनु हजुरले। आफ्नै त हो भनेर फोडिदिनु। मेरै बाल्टिङ हो मैले फोरौँ बचाऊ। फोड्यो भने फेरि पानी केमा राख्ने नि? त्यो पनि हो।
भयो हो यति भयो भोलि सफा गरेर आज यति नै होस् अँ। के भन्छ यसलाई थाहा है हामीलाई त केही भन्न आउन के तपाईँहरूलाई थाहा छ भने कमेन्ट गर्नु होला कि यसलाई के भन्छन् यो घाँस काट्नुलाई कमेन्टमा जरुर भन्नु होला ल ल अब पपिता छिलेर खाने हो के रे खाने हो भने आयो भयो बाई बाई अर्को भिडियोमा छिलेर खाएको चाहिँ देखाउँला है बाई बाई भनिदिनु अब बाई 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 बाई